साथीहरू, हजुरहरूले यो सिजनको टुसाको अचार अनि सब्जी खानुभयो त? मैले चाहिँ नि कति बजारमा टुसा खोजेको कहीँ नपाएको के। अन्त ठ्याक्क दिदीले आफ्नो घरबाट ल्याइदिएको रहेछ। अन्त म पनि खुसी भएँ कि। त्यसपछि त मैले नि अचार बनाइहालेँ। यो टुसाको चाहिँ नि यस्तो यसरी केलाएर यसको डाँठ फ्याक्नुपर्छ। यो चाहिँ अलि नरमै छ, यता बजारमा चाहिँ अलि छिप्पेको आउँछ। अनि मैले यसरी टुसाहरू सबै केलाएर यसलाई बफाएँ अनि एउटा भाँडामा राखेँ। त्यसपछि मैले उसिनेको आलु पनि त्यसैमा राखेँ। अनि यो टुसामा चाहिँ नि कागती हाल्नु पर्दैन कि, यो आफैमा खट्टो हुन्छ। अनि मैले त्यसमा प्याज, हरियो खुर्सानी अनि तिलको धुलो, रातो धुलो खुर्सानी अनि हल्दी अनि माथिबाट तेल राखेर नुन राखेँ अनि धनियाँ राखेर यसलाई चाहिँ मजाले मुसेँ। टुसा चाहिँ वर्षमा एकचोटि मात्रै पाइने अनि एकदम छोटो समयको लागि मात्रै हुन्छ के। त्यसपछि त खानालाई कति खोज्दा पनि नपाइने। त्यसपछि त मेरो अचार पनि रेडी भयो। हेर्नु त कस्तो मिठो।